नमस्ते नारायण आदरणीय मित्रहरू, म तपाईको ज्योतिष मित्र रुद्रनाथ अधिकारी उपस्थित भएको छु सेनापति मङ्गलको गोचर परिवर्तनलाई लिएर। तपाईहरुलाई थाहा छ मित्रहरू, मैले विभिन्न मङ्गलको सम्बन्धमा प्रेडिक्सन गर्दा भन्ने गरेको छु कि मङ्गल एउटा अथाह अनकन्ट्रोल ऊर्जाको स्रोत हो। मङ्गल भ्रातृकारक हो, युद्धकारक हो, सेनापति हो। मङ्गल मेडिकल सेक्टरको पनि प्रतिनिधित्व गर्छ, रक्तको कारक हो। अनि त्यसपछि गएर बम, बारुद, आतंक, डकैत, विभिन्न प्रकारका हत्या, हिंसाको पनि प्रतिनिधित्व सेनापति मङ्गलले गर्दछ ग्रहमण्डलमा। यसलाई सेनापतिको दर्जा ग्रहमण्डलमा दिएको छ मित्रहरू। त्यही मङ्गल अहिले परम उच्च अवस्थामा असारको 6 गतेसम्म आफ्नै मूल त्रिकोण राशि मङ्गल राशिमा गोचर गरिराखेको छ भने अब उपरान्त वृष राशिमा गोचर गर्दैछ। वृष राशि मङ्गलको समराशि हो मित्रहरू। समराशिमा वृष राशिमा मङ्गलको यो गोचरीय काल रहनेछ जुन 20 देखि अगस्त 2 यानि असारको 6 गतेदेखि साउनको 17 गतेसम्म करिब 45 दिनको यो गोचरीय काल रहनेछ। यस बीचमा ग्रहहरूको धेरै उथल पुथलको स्थितिहरू पनि देखिन्छ मित्रहरू। शनिको अस्त अवस्थामा जानु, वक्र हुनु पनि, शनि जब वक्र अवस्थामा गतिशील हुन्छ फलहरू अनिष्ट हुन्छ। त्यसै गरी मित्रहरू, जब शनिको दृष्टि मङ्गलमा रहन्छ, राहुको दृष्टि मङ्गलमा रहन्छ, यो अनिष्टको सङ्केत पनि गर्दछ। यहाँ यस्तै भएको छ। शनि अहिले तपाईहरुलाई थाहा छ मीन राशिमा गोचर गरिराखेको छ भने शनिको यहाँ आएर वृष राशिमा तेस्रो दृष्टि, शनिसँग 3टा दृष्टिहरू छन्, त्यो तपाईहरुलाई थाहा छ। अनि यहाँ शनिको वृष राशिमा तेस्रो दृष्टि पर्दैछ मङ्गलमा। अनि जब मङ्गलमा शनिको दृष्टि पर्दैछ भनेदेखि यहाँ उत्पातको सङ्केत गर्छ। विभिन्न प्रकारका दैवी विपत्ति, भौतिक विपत्ति, हत्या, हिंसा, आतंक, आन्दोलन, आगजनी, अनि खडेरी, युद्ध, नयाँ युद्धमा विभिन्न किसिमको चाहिँ द्वन्द्वात्मक स्थितिको भयलाई पनि वैश्विक अथवा विश्व स्तरमा पनि यसले असर पार्दछ, प्रभाव पार्दछ। त्यही मङ्गल, सेनापति मङ्गल असार 6 गतेबाट असार 1 गतेसम्म त मलमास चलिराखेको छ। यो समयमा पूजा पाठ, धार्मिक अनुष्ठान, यज्ञ, शुभ कार्यहरू वञ्चित गरिएको छ, निषेध गरिएको छ। असार 1 गते 2 गतेबाट उपरान्तको स्थिति, पूजा पाठहरू त खुल्नेछ। तदुपरान्त फेरि असारको 30 गते देवगुरु बृहस्पति अस्त अवस्थामा जानेछन् करिब 29 दिनको लागि। यो समयमा पनि फेरि पूजा पाठ, यज्ञ अनुष्ठानहरू, शुभ कार्यहरू, गृह प्रवेश, व्रतबन्ध, विवाह आदि सबै कार्यहरू हुने छैन। अब यो समय हामीसँग एकदम छोटो छ सम्पूर्ण कार्यहरूलाई निप्टाउनको लागि, गर्नको लागि, पूर्णता दिनको लागि। र मित्रहरू, यहाँनिर अब यो जुन वृष राशिमा मङ्गलको गोचरको प्रभाव आज म अरू कुरोहरू नगरिकन मैले हिजो छोटो एउटा टिकटकमा भिडियो पनि राखेको छु। र अस्ति शुक्र र बृहस्पतिको जुन युतिद्वारा गजकेसरी योगको निर्माण भइराखेको छ सो सम्बन्धमा भिडियो अपलोड गरिराखेको छु। 12 राशिको लागि कसको लागि कस्तो छ, कसको लागि शुभ, कसको लागि अशुभ, कसको लागि कति लाभ, कति हानि, त्यो सम्पूर्ण कुरोहरू मैले अपलोड गरिसकेको छु। र मित्रहरू, केही मित्रहरूले पुँजी बजारको, शेयर बजारको बारेमा भनिदिनुहोस् न गुरुजी भनेर फेरि प्रश्न गरिराख्नु छ। भिडियो पुरा हेर्नुहुन्न। मैले उपयुक्त समयमा दिएको हुन्छु। जब बुधको गोचर परिवर्तन, यहाँ भद्र महापुरुष राजयोग मेरो युट्युब च्यानलमा गएर हेर्नुहोस्। 2टा भिडियोभन्दा पहिला मैले 5 दिन पहिला अपलोड गरिसकेको छु। पुँजी बजार अलिकति माथि जान्छ, लम्किन्छ, उक्लिन्छ र छोटो समयको लागि यो फाइदा लिनुहोला भनेर भनिराखेको छु। त्यहाँ गएर कसको लागि कतिको लाभ छ त्यो तपाईहरुले गएर हेर्न सक्नुहुन्छ। पुनः गएर म अनुरोध गर्दछु मित्रहरू, मैले प्रत्येक व्यक्तिको लागि राख्दिनँ। समग्रमा मैले कुन ग्रहको
कस्तो छ त्यो मैले राख्ने हो। अनि मैले अब त्रुटिहरू, मानवीय त्रुटिहरू हुन्छ मित्रहरू, मैले कन्या राशिको पछिल्लो समयमा कन्या राशिको लागि बुधको गोचर परिवर्तनको सम्बन्धमा त्यहाँ छुटेको पनि रहेछ। यस्तै हो, कहिलेकाहीँ त्रुटि हुन्छ, तपाईँबाट हुन्छ, मबाट हुन्छ, सबैबाट हुन्छ। त्यसको लागि म क्षमा प्रार्थी छु। कन्या राशिको जातकहरूको लागि म सरी भन्न चाहन्छु। तपाईँहरूको लागि यहाँ अलिकति जानकारी दिन्छु। त्यसको तपाईहरुले बुधको गोचर परिवर्तनको लाभ तपाईको लागि शुभ छ। तपाईको राशिको अधिपति पनि हो। तपाईको लागि सर्ट टर्ममा काम गर्नको लागि, सर्ट इन्भेस्टहरू गर्नको लागि र छोटो समयमा कार्य सम्पादन गरेर अगाडिको लागि दिशा निर्देश गर्नको लागि समय उपयुक्त छ। बुधको गोचरमा त्यसलाई ध्यान दिनु होला। मैले छोटकरीमा यहाँलाई जानकारी गराएँ र देवीको आराधना गर्नु होला। अब आज विलम्ब नगरिकन म मेषदेखि मीन राशिसम्मको लागि यो सेनापति मंगलको गोचर परिवर्तनको प्रभाव कसको लागि कति रहन्छ यो म तपाईहरुलाई छोटकरीमा 12 राशिको लागि यहाँ जानकारी गराउन गइराखेको छु। मित्रहरू, तपाईहरु स्वदेश तथा विदेश जहाँबाट पनि च्यानललाई हेर्दै हुनुहुन्छ, माया गर्दै हुनुहुन्छ, विश्वास गर्नु भएको छ मेरा मित्रहरू। र त म छु, तर यहाँ विभिन्न किसिमका तैँले यो गरेको थिइस्, यो भनेको थिइस्, मैले कसैको केही त बिगारेको छैन। त्यहाँ कमेन्टमा गएर हेर्नुस्, त भन्ने शब्दहरू 21 गतेको चुनाव उपयुक्त समयमा हुँदै छैन भनेर भने हो। ग्रह गोचरको आधारमा भने हो। आज पनि भन्छु उपयुक्त थिएन, छैन। र चुनाव त भयो, सम्पन्न भयो, तर चुनाव पछिको परिणति के हुन्छ अझै पर्खिनुस् न, हेर्दै जानुस्। मैले भने हो, तर त्यहाँ मैले विभिन्न किसिमका गाली खानुपर्ने केही पनि छैन। र तपाईहरुलाई म भन्छु, विश्वास गर्नुहोस्। ज्योतिषशास्त्रप्रति, भगवानप्रति विश्वास गर्नुहुन्छ, रुद्रनाथ अधिकारीका प्रेडिक्सनहरुप्रति तपाईहरु विश्वास गर्नुहुन्छ, भरोसा गर्नुहुन्छ भने मेरो च्यानलमा मैले विभिन्न कालखण्डमा गरेका भविष्यवाणीहरूलाई पनि हेर्नुस्, मनन गर्नुस्। विश्वास लाग्छ जोडिनुस्, नत्र पोइन्ट गरिदिनुस्। मित्रहरू, केही छैन। तपाईहरुले जहाँ पनि आफ्नो बाउले छोरालाई विश्वास नगर्न सक्छ, छोराले बाउलाई विश्वास नगर्न सक्छ भने तपाईहरु त दर्शक हो। मेरो विश्वास लाग्छ, भरोसा लाग्छ, जोडिनुस्। मैले कुनै केही मागेको छैन। तपाईहरुसँग जोडिनुस्, हेर्नुस्। ज्ञानको च्यानल हो, लाभ छ सबैको लागि, लाभै हुन्छ, नोक्सान केही हुँदैन। र कसैको केही नोक्सान पुर्याएको, हानि नोक्सान पुर्याएको छैन, पुर्याउने छैन। अनि अब म धेरै विलम्ब नगरिकन सुरु गर्छु मेष राशिदेखि। मेष राशिको लागि राशिको अधिपति पनि हो सेनापति मंगल। अनि सेनापति मंगलले द्वितीय भावमा मेष राशिदेखि द्वितीय भावमा 2-12को सम्बन्ध यहाँ बन्दैछ मित्रहरू। र द्वितीय भाव वाणीको भाव हो, कुटुम्बको भाव हो, धनको भाव हो। यहाँ मंगल गोचर गर्न गइराखेको छ र यसको दृष्टि, मंगलको दृष्टि अष्टम स्थानमा, यो लग्नेश र अष्टमेश हो। यसको चाहिँ दृष्टि तपाईको चाहिँ रहेको छ पञ्चम स्थान, सन्तान, विद्या, बुद्धि, ज्ञान, चेतना, सन्तान, प्रेम, शिक्षाको क्षेत्र हो। त्यहाँ चतुर्थ दृष्टि। अनि यहाँ अष्टम स्थानमा दृष्टि गर्दैछ, सप्तम दृष्टि र नवम स्थानमा अष्टम दृष्टि। मंगलको 3टा दृष्टिहरू छ, यहाँ रहनेछ। अब यसको समग्रमा फल के छ म तपाईहरुलाई जानकारी गराउन गइराखेको छु। पहिलो त तपाईको अष्टमेश पनि हो मंगल, तर मेष राशिमा अष्टमेशको त्यति ठुलो दोष लाग्दैन। अब मित्रहरू, यहाँ द्वितीय भावमा मंगलको गोचर हुँदा वाणीमा कटुता आउन सक्छ। अनि अनएक्सपेक्टेड धन क्षति हुन सक्छ। कुनै लङ टर्मको इन्भेस्टहरू गर्दा बैंकिङ कार्यहरू कहीँ रोकिएको छ भने पूर्णता हुनेछ। लोनहरू लिन चाहनुहुन्छ, यहाँ सफलता प्राप्त गर्न सक्नुहुनेछ। प्यारेन्टल प्रपर्टी र इन्भेस्टमा तपाईको साढेसाती पनि चलिराखेको हुनाले ठुलो इन्भेस्टमा जोखिम नउठाउन म सल्लाह दिन्छु। अनि त्यसपछि गएर तपाईको कुटुम्ब भाव, ससुराली पक्ष, यी सबै चिजमा अलिकति बाढीमा कटुता, घमण्ड आउन सक्छ। अर्को कुरो तपाईको यहाँ अष्टम स्थानमा, अष्टम स्थान र नवम स्थानमा पनि दृष्टि रहेको हुनाले चोट चपेट, अपरेसन आदिको, एक्सिडेन्ट आदिको पनि अलिकति डर गराउँछ। तर यहाँ नयाँ कामहरूप्रति, रचनात्मक कार्यहरूप्रति गतिशील हुनुहुनेछ। तर ओभर कन्फिडेन्स र बाढीमा नियन्त्रण गर्नुहोला। समय तपाईको लागि, धनको लागि राम्रो छ। तनको र इष्टमित्रको लागि वाणीको कारणबाट कतै क्षति पुग्न सक्छ र छिटो क्विकमा नगर्न सल्लाह दिन्छु। त्यसैगरी वृष राशिको लागि मित्रहरू, तपाईको
द्वादश भाव व्ययेश र सप्तमेश तपाईको मङ्गल हो र यसको लग्नमा नै तपाईको गोचर गरेको छ र दृष्टि चतुर्थ भाव, सप्तम भाव र अष्टम भावमा यहाँबाट दृष्टि गरिराखेको छ भने चतुर्थ भाव तपाईको भूमि, भवन, वाहन आदिको भाव हो अनि यहाँ पारिवारिक सुखमा यसको दृष्टि रहेको छ लग्नमा, अर्थात् यसले प्रौढी बनाउँछ। लग्नमा जब मङ्गल गोचर गर्दछ प्रौढी बनाउँछ, अहमता हुन्छ, घमण्डी बनाउँछ, क्रोधी बनाउँछ र ओभर कन्फिडेन्ट बनाउँछ। तर यदि मङ्गलको स्थिति राम्रो छ भने ऊर्जालाई नियन्त्रण गर्न सकियो भने मङ्गलले अधुरा कामहरूलाई पूर्णता दिन्छ अनि कार्यक्षेत्रमा दक्षता प्राप्त गर्दछ, सामाजिक प्रतिष्ठा दिन्छ, राजनीतिमा सफलता दिन्छ। तर यहाँ तपाईको वृष राशिको लागि सप्तम र अष्टम स्थान दुईटै स्थानमा दृष्टि रहने भएको हुनाले, चतुर्थ स्थान, सप्तम र अष्टम स्थानमा दृष्टि रहने भएको हुनाले यहाँ तपाईको माङ्गलिक योगको निर्माण पनि भएको छ र पारिवारिक जिन्दगीमा मतभेदको स्थिति, पार्टनरहरूमा, सहयात्रीहरूमा अलिकति मतभेदको स्थितिहरू सिर्जना गर्दछ र चोटचपेट, एक्सिडेन्ट र आलोचनाको शिकार हुनपर्ने देखिन्छ वृष राशिको लागि। मिथुन राशिको लागि एकादशेश र षष्ठेश हो तपाईको यो द्वादश भावमा गोचर गर्न गइराखेको छ। धनको सञ्चित धन व्यय गर्नेछ यसले अनि दाजुभाइमा, बन्धुबान्धवमा मतभेदको सिर्जना गराउन सक्छ। दृष्टि 3 मा, 6 मा र 7 मा दृष्टि रहनेछ, पारिवारिक जिन्दगीलाई अलिकति कष्टकर बनाउन सक्छ र अन्य अलिकति बिमारीहरूमा, वाद विवादमा, मुद्दा मामिलामा खर्च गराउन सक्छ। मित्रहरू यस्तोमा सचेत रहनुहोला र तपाईको पराक्रममा वृद्धि रहनेछ, शत्रुहरू नासिनेछन्। तर तपाईको यहाँ सप्तम स्थानमा पनि यसको दृष्टि रहने भएको हुनाले र 12औं भावमा गोचर गरिराखेको हुनाले यो समयमा तपाईको लाइफ पार्टनरको स्वास्थ्यमा ध्यान दिनुपर्नेछ, रिलेसनमा ध्यान दिनुपर्नेछ। विद्यार्थी वर्गको लागि समय राम्रो छ। मिथुन राशिको लागि भने आयमा, इन्कममा भन्दा खर्चमा धेरै धन क्षति हुनेछ र समय व्यर्थको चिजहरूमा समय खर्च हुनेछ। मतभेद आदिबाट र ओभर खर्चहरूबाट नियन्त्रण गर्नुहोला र तपाईले आफ्नो देवीको आराधना गर्नुभयो भने राम्रो हुन्छ। कर्कट राशिको लागि दशमेश र पञ्चमेश एकादश भावमा गोचर गर्न गइराखेको छ र दृष्टि 2 मा, 5 मा र 6 मा रहेको छ। यो समय तपाईँ कर्कट राशिको जातकहरूको लागि यो कर्कटमा मङ्गलले त्यति धेरै शुभ फल दिँदैन मित्रहरू, किनभने कर्कट राशि मङ्गलको नीच राशि हो। तथापि यहाँबाट दृष्टि भने राम्रो छ तपाईको अनि यो दशमेश पराक्रमेश पनि हो तपाईको। त्यसले गर्दा अहिलेको अवस्था एकादश भावमा मान्यजनबाट, पिताबाट आशीर्वाद प्राप्त गर्ने, सन्तानहरूबाट शिक्षामा सफलता, सन्तानको बाटोबाट सुखद र सफल समाचारहरू प्राप्त हुनेछ र तपाईको यहाँ शत्रुहरू, मुद्दा मामिला, झन्झट, ऋण, रिपु, रोगबाट मुक्ति प्राप्त गर्ने ठाउँ छ भने द्वितीय भावमा अलिकति मतभेदहरू र कुटुम्ब विवादहरू रहन सक्छ। सचेत रहनु होला। यस्तो चिजबाट बच्नुभयो भने कर्कट राशिको लागि उपयुक्त समय रहेको छ। सिंह राशिको लागि मित्रहरू तपाईको भाग्येश र सुखेश मङ्गल यो दशम भावमा गोचर गर्न गइराखेको छ र दृष्टि लग्नमा, चतुर्थ भावमा र पञ्चम भावमा छ। ओभरअलमा तपाईको यो समय उत्कृष्ट छ। सिंह राशिको लागि यो 45 दिन एकातिर गएर असारको महिना यो समय पनि तपाईको लागि छोटो समय राम्रो चलिराखेको छ र त्यो समय पनि मङ्गलले तपाईलाई मित्र पनि हो। तपाईको राशिको मङ्गलले तपाईलाई निकै सफलता दिनेछ, ऊर्जा दिनेछ र अल्झिएका कार्यक्षेत्रमा तपाईले पूर्णता प्राप्त गर्ने पनि यो समय रहनेछ। मित्रहरू तपाईँ सिंह राशिको जातकहरूको लागि पनि समय राम्रो छ। यो 45 दिनमा आफ्ना इन्कम्प्लिट वर्कहरू, पेन्डिङ कामहरू कुनै केही छ भनेदेखि त्यसलाई पूर्णता दिनुहोस् र कार्यक्षेत्र, नोकरीको क्षेत्रमा पनि सफलता प्राप्त गर्ने समय छ। राजनीतिमा पनि तपाईले सफलता प्राप्त गर्नुहुनेछ। कन्या राशिको लागि तपाईको अष्टमेश र तृतीयेश हो। यो नवम भावमा, भाग्य भावमा गोचर गर्न गइराखेको छ मित्रहरू अनि यसले चाहिँ दृष्टि तपाईको तृतीय भावमा, तृतीयेश नवम भावमा छ। दृष्टि यसको तृतीय स्थानमा पनि छ, चतुर्थ स्थानमा पनि छ, व्यय भावमा पनि छ
आय र व्ययको सन्तुलन मिलाइराख्न आवश्यक छ। बिमारीमा अलिकति खर्च र क्षति हुन सक्छ। माताको स्वास्थ्यमा अलिकति ध्यान दिनुपर्नेछ। ओभरअलमा तपाईँको लागि अलिकति खर्च र छोटो यात्राहरूमा अथवा मिथ्या फाल्तु फजुलको यात्राहरूमा खर्च हुने सङ्केतहरू गरेको छ, त्यस्तोमा नियन्त्रण गर्नुहोस्। ओभरअलमा तपाईँको लागि मध्यम 60-40 को स्थिति देखिएको छ। कन्या राशिको मित्रहरूको लागि अब आयो तुला राशिको लागि। तुला राशिको द्वितीय धनेश र सप्तमेश हो मङ्गल, यो अष्टम स्थानमा गोचर गर्न गइराखेको छ मित्रहरू। दृष्टि आयमा छ, धनमा छ र तपाईँको लागि तृतीय स्थानमा पराक्रममा पनि छ। दृष्टिको स्थिति राम्रो छ तर गोचरको स्थिति राम्रो छैन। लाइफ पार्टनरको स्वास्थ्यमा प्रतिकूलता देखिन सक्छ। आफ्नै पनि लामो यात्राहरू गर्दा चोट चपेट अपरेसन एक्सिडेन्टहरूको सङ्केत पनि गरेको छ। रक्तको कारक हो, अष्टम स्थान घातक हुन्छ र यहाँ गोचर गर्न यो 45 दिन गोचर गर्न गइराखेको छ। यहाँ तपाईँले तुला राशिको जातकहरूले सावधानी अपनाउनु पर्नेछ र यो समयमा तपाईँले हनुमान चालिसाको पाठ गर्ने अनि गणेशको मन्दिरमा अथवा हनुमानजीको मन्दिरमा गुड र मसुरोको दाल लगेर मङ्गलबारको दिनमा चढाउनु भयो भने पनि राम्रो हुन्छ। हनुमान चालिसा र सङ्कट मोचनको पाठ गर्नु होला मित्रहरू। तुला राशिको जातकहरूको लागि अष्टम स्थानमा 45 दिन गोचर गर्नेछ। यो भने तपाईँहरूको लागि त्यति धेरै सुखद मान्न सकिँदैन। त्यसै गरी वृश्चिक राशिको लागि तपाईँको राशिको लग्नको अधिपति र अष्टमेश र लग्नेश हो तपाईँको। यो सप्तम स्थानमा गोचर गरेर तपाईँको लग्न भावमा आफ्नै राशिलाई पनि यहाँबाट दृष्टि गर्दैछ अनि दृष्टि समग्रमा सप्तम स्थानमा गोचर गर्दैछ र लग्नमा दृष्टि हुँदैछ। दशम स्थानमा चतुर्थ दृष्टि, लग्नमा सप्तम दृष्टि र धन भावमा द्वितीय दृष्टि छ। वृश्चिक राशिको लागि यो समय तपाईँको अलिकता सप्तम भावमा गोचर गर्दा माङ्गलिक योग बन्छ। गोचरमा माङ्गलिक योगको त्यति ठुलो प्रभाव त हुँदैन, तथापि पारिवारिक सम्बन्ध र अनि बिजनेस पार्टनरमा अलिकति मतभेदको स्थितिहरू आउन सक्छ। लग्नमा दृष्टि भएको हुनाले क्रोध अत्याधिक हुन सक्छ। क्रोधलाई नियन्त्रण गर्ने क्विक डिसिजनमा अलिकति ध्यान दिनुहोस्। समग्रमा वृश्चिक राशिको लागि दृष्टि ग्रहको दृष्टि राम्रो अवस्थामा छ। दशम स्थानको मङ्गलको दृष्टिलाई असाध्यै राम्रो मानिन्छ। त्यसै गरी लग्नमा पनि पूर्ण दृष्टि रहेको छ यहाँबाट र तपाईँको धन भावमा पनि छ। धनको अपचलन नहोस् र वाणीमा नियन्त्रण गर्नुहोस्। कुटुम्बहरूसँग सानोतिनो मतभेद भयो भने आफन्तजनसँग क्रोधित नहुन सल्लाह दिन्छु। समग्रमा वृश्चिक राशिको लागि पनि यो राम्रो समय छ। त्यसै गरी धनु राशिको लागि मित्रहरू पञ्चमेश र द्वादशेश व्यय भावको अधिपति र पञ्चम भावको अधिपति षष्ठम भावमा गोचर गर्न गइराखेको छ। यहाँ निचभङ्ग राजयोगको स्थितिहरू बनाएको छ भनेदेखि दृष्टि भाग्यमा व्ययमा र लग्नमा रहेको छ मित्रहरू। अनि यहाँ तपाईँको लग्नमा रहँदाखेरि अहमतालाई त्यागिदिनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। खानपिनमा ध्यान दिनुभयो। देवगुरु बृहस्पतिको आराधना उपचार गर्नुभयो भने देवगुरु बृहस्पति असाध्यै उच्चतम राशिको समय उच्चतम स्थितिमा गइराख्नु भएको छ। यो समय तपाईँको आलस्यता त्यागेर मङ्गलको जब दृष्टि तपाईँको लग्नमा पर्दछ यतिखेर जाग्ने समय हो, ऊर्जालाई सञ्चित गर्ने समय हो, सदुपयोग गर्ने समय हो, कार्यक्षेत्रमा अग्रसर हुने समय हो। यो समय व्यर्थमा नफ्याँक्नु होला। धनु राशिको लागि खर्च नियन्त्रण गर्नु होला। अनियन्त्रित खर्चहरू निकै समयदेखि तपाईँको चलिआएको छ। उच्चको मङ्गल हुँदा पनि तपाईँको खर्च अनियन्त्रित भइराखेको छ। मङ्गल मेष राशिमा हुँदा पनि भने यहाँ पनि खर्च तपाईँको आयभन्दा व्यय धेरै हुनेछ र अलिकति क्रोध र घमण्डहरू धेरै आउन सक्छ। मङ्गल घमण्डी ग्रह हो अनि यसले लग्नमा देख्दाखेरि अलिकति ध्यान दिनुपर्ने छ। तपाईँले राशि स्वामीको आराधना गर्नुहोस् र पछिल्लो भिडियोहरूमा दिएको उपाय पनि गर्नुहोस् र तपाईँले विशेष गरी मङ्गलबारको दिनमा तपाईँले भगवान गणपति अथर्वाशीषको पाठ सुन्नु होला हरेक मङ्गलबार। धनु राशिको जातकहरूले यो तपाईँको चाहिँ करिब यो 45 दिन मङ्गलबारको दिनमा गणपति अथर्वाशीषको पाठ नबिर्सिकन गर्नुहोला। त्यसै गरी मकर राशिको लागि चतुर्थेश हो मित्रहरू। यो अनि एकादशेश पनि हो।
सुख भावको र आय भावको अधिपति पञ्चम भावमा गोचर गर्न गइराखेको छ। सन्तानबाट लाभ दृष्टि यहाँ अष्टम स्थानमा पनि छ, एकादश भावमा र द्वादश भावमा छ। अनि यहाँ खर्च अधिक गराउन सक्छ। चोट चपेटको अलिकति सङ्केत त गरेको छ, तथापि यहाँ चाहिँ सुखेश र आयेश पञ्चम भावमा हुँदा सन्तानमा पढाइमा शिक्षामा केही खर्च गर्नुपर्ने त देखिन्छ। तर यहाँबाट तपाईँले सुखद समाचारहरू पनि प्राप्त गर्नुहुनेछ। विशेष गरी आइटी इन्जिनियरिङ फिल्डमा, स्पोर्ट्समा, सैन्य क्षेत्रमा काम गर्नेको लागि यो समय उत्कृष्ट छ। र तपाईँको लागि यदि सन्तानको चाहना राख्नेहरूको लागि पनि यो सन्तान प्राप्तिको समय छ अथवा कन्सिभ गर्ने समय छ। ओभरअलमा मकर राशिको लागि यो गोचरीयकाल राम्रो र सुखद देखिएको छ। त्यसै गरी कुम्भ राशिको लागि पराक्रमेश र कर्म भावको अधिपति पनि हो दशमेश, यो चतुर्थ भावमा गोचर गर्न गइराखेको छ र आफ्नोलाई उच्च दृष्टिले पनि आफ्नो भावलाई हेरिराखेको छ। दृष्टि सप्तम भावमा, दशम भाव र एकादश भावमा, केन्द्रमा र आयमा छ। तपाईँको लागि पनि कुम्भ राशिको लागि धेरै लामो समयदेखि रोकिएको, अल्झिएको, विवादमा परेका कामहरूले पूर्णता प्राप्त गर्ने र छोटो समयमा लामो लाभ लिन सक्ने, कार्य क्षेत्रमा सफलता प्राप्त गर्न सक्ने उपयुक्त समय छ तपाईँको लागि। यो समयको तपाईँले सही ढङ्गले सदुपयोग गर्नुभयो भने यो समय तपाईँको लागि गोल्डन टाइम छ। 45 दिनले धेरै समयको तपाईँको 5औं वर्षको पेन्डिङ कामहरूलाई क्लियर गर्ने र यहाँ समयसम्म रहेका जति पनि अप्ठ्याराहरूबाट बाहिर निस्केर हिक्मतका साथ आफ्नो भाग्य निर्माणतिर, नयाँ कार्यक्षेत्रको सुरुवात गर्नेतिर, नयाँ दिशा निर्देश गर्नेतिर प्लान बनाउनुहोस्, एटेक गर्नुहोस्। यो समय तपाईँको लागि असाध्य उपयुक्त समय छ। फेरि कुन समय भन्नुहोला मित्रहरू? असार 6 गतेदेखि श्रावणको 17 गतेसम्मको समय। त्यसै गरी मीन राशिको लागि मङ्गल द्वितीयेश र भाग्येश हो मित्रहरू, यो तृतीय भावमा गोचर गर्न गइराखेको छ। मीन राशिको लागि राशि समेत देवगुरुको अंश महापुरुष राजयोगको निर्माण 5 महिना, अनि यहाँ 45 दिन पराक्रम भावमा, तृतीय भावमा मङ्गलको गोचर, दृष्टि षष्ठम, नवम र दशम भावमा। यो तपाईँको लागि गोल्डन टाइम छ। तपाईँ 7.5 को मध्ये 7.5बाट गुज्रिराख्नु भएको छ। कार्यक्षेत्रमा असहजता बढिराखेको छ। सबैतिरबाट घेरिएर झाँटेको त्यही असफलता बेहोरिराखेको मान्छे हो तपाईँहरू, जातकहरू हो भने अबको समय तपाईँको लागि एउटा नयाँ चिराग, नयाँ उज्यालो, नयाँ बत्ती, नयाँ सम्भावना र सफलताको उचाइलाई लिएर मङ्गल आउँदैछ, सेनापति मङ्गल। यस समयको तपाईँले भरपुर उपयोग गरेर अगाडि बढ्नुहोस्। तपाईँले अझै यसको सफलताको लागि मङ्गलबारको दिनमा हनुमान चालिसाको 11 आवृत्ति पाठ गर्नुहोस्। अनि त्यसपछि सिन्दुरमा रातो कपडा अथवा चाहिँ छिर्के मिर्के रातो कपडा सिन्दुरमा लपेटेर हनुमानजीलाई लगेर चढाउनुहोस् र 21वटा लड्डुको भोग लगाउनुहोस्। मीन राशिको हेर्नुहोला, भन्नुहोला गुरुजी धेरै फरक पर्यो भनेर भन्नुहुनेछ। यो समय तपाईँको लागि उपयुक्त छ। मित्रहरू, तपाईँहरूको लग्न कुण्डलीमा ग्रहहरूको प्लेसमेन्ट कस्तो छ त्यो त मैले हेरेको छैन। राशिको आधारमा मैले यो गोचरीय प्रभावलाई चाहिँ निकालेर गुणागणना गरेर तपाईँहरू 12 राशिको लागि यो मङ्गलको गोचरकालको मैले जानकारी गराएँ, अपडेट गराएँ। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, चित्त बुझ्छ, मन पर्छ, भरोसा लाग्छ, विश्वास लाग्छ भने भिडियोलाई सेयर गर्नुहोस्। अनि मसँग जोडिन चाहनुहुन्छ, आफ्नो भाग्य र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ, कुण्डली देखाउन चाहनुहुन्छ, तपाईँको विवाह, विदेश, विद्या, प्रेम, कार्यक्षेत्र अनि तपाईँको बिमारी, यी सबै चिजहरूको बारेमा जानकारी लिन चाहनुहुन्छ भने स्वदेश तथा विदेशबाट हाम्रो सेवा ग्रहण गर्न सक्नुहुनेछ। हस्त मित्रहरू, यो थियो सेनापति भूमिपति मङ्गलको गोचर प्रभावको 12 राशिमा कस्तो प्रभाव रहनेछ मैले संक्षिप्तमा जानकारी गराएँ। भिडियो सक्दो सेयर गरिदिनुहोस्, आफ्नो प्रतिक्रिया सकारात्मक ढङ्गले दिनुहोला। हरिओम तत्सत नारायण।